मेरो प्यारो छोरीहरू भर्खरै उठेका छन् क्या। अनि उसले चाहिँ उठ्ने बित्तिकै मिमी भन्छन्, बहिनीलाई नि माया गर्छिन्। त्यो देख्दाखेरि मन यति खुसी लाग्छ नि, कुरा नगर्नु। यो देखेर नै म खुसी हुन्छु क्या। लाइफमा त कति टेन्सन हुन्छ, कति हतार हुन्छ, कति बिजी हुन्छु है। कहिलेकाहीँ त दिक्क पनि लाग्छ क्या। कस्तो दिक्क लाग्छ कि यति दिक्क लाग्छ कि कहिलेकाहीँ मैले मेरो आफ्नै छोरीलाई नि गाली गरिरहेको हुन्छु क्या। त्यो इरिटेट लागेको हुन्छ नि त। देउसभरि काहीँ जानु छैन, केही गर्नु छैन, रुममै बसेछ, उनीहरूलाई हेरेको छ, पकाछ, खुवाछ है। अनि यो गर्दा गर्दा नि फ्रस्ट्रेसन पनि हुँदो रहेछ क्या हो मम्मी भएपछि होइन। खै के हुन्छ, अनि गाली पनि गरे हुन्छु। अनि त्यो गाली गरेको दिन नि मलाई यति गिल्ट हुन्छ, यति गिल्ट फिल हुन्छ, मैले किन मेरो छोरीलाई गाली गरेँ, मैले किन यस्तो गरेँ जस्तो लाग्छ। अनि यति माया लाग्छ, अनि फेरि माया गर्छु, काखमा लिन्छु, माया गर्छु है। किन हुन्छ क्या यस्तो? न्यू मामुहरू तपाईँहरूले यस्तो गर्नुहुन्छ कि गर्नुहुन्न?